नमस्ते। आज हामी नेपाल लेखामान 32 मतलब NAS 32 को बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ है। नमस्ते। यो NAS 32 ले चाहिँ खासमा वित्तीय उपकरणहरूलाई कम्पनीको हिसाब किताबमा कसरी देखाउने भन्ने नियम तोक्छ। हो, विशेष गरी कुनै चीज दायित्व हो कि इक्विटी हो भनेर कसरी छुट्याउने भन्ने कुरा, हैन? एकदम। सुन्दा प्राविधिक लागे पनि यसले कम्पनी कस्तो देखिन्छ भन्नेमा निकै ठूलो असर पार्छ। हाम्रो आजको छलफलको उद्देश्य पनि सायद यही होला। NAS 32 का मुख्य सिद्धान्तहरू के हुन्? हो, कसरी वर्गीकरण गर्ने अनि कहिले चाहिँ सम्पत्ति र दायित्वलाई घटाएर मतलब अफसेट गरेर देखाउन मिल्छ भन्ने कुराहरू। र यो प्रस्तुतिकरणको नियम NAS 32 ले त अरू FRSहरू जस्तै NAFRS 9 र NAFRS 7 सँग मिलेरै काम गर्छ, होइन र? हो नि, ती पहिचान, मापन अनि खुलासाका कुरा भए NAS 32 ले चाहिँ वासलातमा कसरी देखाउने भन्नेमा जोड दिन्छ। ल, त्यसो भए आधारभूत प्रश्नबाटै सुरु गरौँ न त। कुनै वित्तीय उपकरण दायित्व हो कि इक्विटी, यो कसरी थाहा पाउने? के कुराले फरक पार्छ खासमा? यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो सम्झौताको वास्तविक सार हो के, कानुनी रूप मात्रै होइन। NAS 30 को मूल मर्म नै यही हो। सार? कस्तो सार? मतलब के कम्पनीलाई भविष्यमा नगद वा अरू कुनै सम्पत्ति तिर्नै पर्ने खालको संविदागत बाध्यता छ, कन्ट्र्याक्चुअल अब्लिगेसन भन्छ नि। ए, बाध्यता छ कि छैन भन्ने कुरा? हो, वा कुनै प्रतिकूल अवस्थामा सम्पत्ति साट्नु पर्ने बाध्यता छ कि? यदि त्यस्तो बाध्यता छ भने त्यो सामान्यतया दायित्व हो। अर्थात् भविष्यमा पैसा तिर्नै पर्छ भन्ने पक्का छ भने नाम जे भए पनि त्यो ऋण जस्तै भयो, दायित्व। ठ्याक्कै। यदि त्यस्तो बाध्यता छैन अनि त्यो उपकरण कम्पनीको आफ्नै शेयरमा त्यो पनि निश्चित सङ्ख्यामा सेटल हुन्छ भने त्यो सामान्यतया इक्विटी हो, स्वामित्वको हिस्सा जस्तो। यसको कुनै सजिलो उदाहरण छ? छ नि, जस्तै अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने प्राथमिकता शेयरलाई हेरौँ न। म्यान्डेटरी रिडेम्पसनवाला? हो, नामक शेयर भयो। तर यदि कम्पनीले निश्चित समयमा पैसा तिरेर फिर्ता किन्नै पर्छ भन्ने बाध्यता छ भने NAS 32 ले यसलाई वित्तीय दायित्व मान्छ। ए, नामले फरक परेन, किनकि सारमा त त्यो ऋण तिरे जस्तै भयो नि। अनि यसलाई दायित्व देखाउँदा कम्पनीको ऋण अनुपात बढ्छ, जसले जोखिम र ऋण पाउने क्षमतामा असर गर्न सक्छ। साँच्चै। तर कहिलेकाहीँ अलि जटिल केसहरू पनि होलान् नि, जस्तो त्यो होल्डरले फिर्ता माग्न सक्ने पुटेबल उपकरणहरू। हो, केही अपवादहरू छन्। पुटेबल उपकरण वा कम्पनी खारेज हुँदा मात्रै तिर्नुपर्ने खालका केही उपकरणलाई इक्विटी मान्न सकिन्छ, तर त्यसका लागि साह्रै कडा शर्तहरू छन्। कस्ता शर्तहरू? जस्तै त्यो उपकरण अरू सबैभन्दा पछि भुक्तानी पाउने खालको हुनु पर्यो, सबैको विशेषता उस्तै हुनु पर्यो। तर यी साँच्चै दुर्लभ अपवाद हुन् है, सामान्य नियम होइनन्। बुझियो। अनि कहिलेकाहीँ एउटै उपकरणमा दुवै तत्त्व हुन्छन् नि, जस्तो परिवर्तनीय बन्ड, कन्भर्टेबल बन्ड। त्यस्ता संयुक्त वित्तीय उपकरणको हकमा NAS 32 ले दायित्व र इक्विटी दुवै तत्त्वलाई छुट्याएर देखाउनु पर्छ भन्छ। एउटैलाई दुई भाग लगाउने हो। कसरी छुट्याउने त त्यसलाई? सिद्धान्ततः पहिले त्यो उपकरणमा इक्विटीमा बदल्ने विकल्प नभएको भए त्यसको दायित्व भागको मात्र उचित मूल्य कति हुन्थ्यो भनेर निकाल्ने। अच्छा। अनि कुल उचित मूल्यबाट त्यो दायित्व भागको मूल्य घटाएपछि जे बाँकी रह्यो त्यो स्वतः इक्विटी अंश भयो। मतलब त्यो रूपान्तरण हुने विकल्पको मूल्य। ठिक छ। अब कम्पनीले आफ्नै शेयर फिर्ता किन्छ नि, कहिलेकाहीँ ट्रेजरी शेयर, त्यसको के हुन्छ? हो, जब कम्पनीले आफ्नै इक्विटी उपकरण फिर्ता किन्छ त्यो सम्पत्ति होइन, त्यसलाई सिधै इक्विटीबाट घटाइन्छ। इक्विटी नै घट्ने भयो। अनि पछि त्यो शेयर बेच्दा वा रद्द गर्दा नाफा नोक्सान केही भए पनि त्यो नाफा नोक्सान खातामा जाँदैन, सिधै इक्विटीमै समायोजन हुन्छ। र यस्ता उपकरणबाट आउने ब्याज, लाभांश आदिको लेखाङ्कन चाहिँ? त्यो फेरि वर्गीकरणमै भर पर्यो। यदि दायित्व हो भने त्यसको ब्याज, लाभांश, नाफा नोक्सान सबै खर्च वा आम्दानी भनेर नाफा नोक्सान हिसाबमा जान्छ। अनि इक्विटी भए? इक्विटी हो भने धारकलाई दिइने लाभांश जस्ता कुराहरू सिधै इक्विटीबाट घटाइन्छ, खर्च मानिँदैन। स्पष्ट भयो। अब अन्तिम तर महत्त्वपूर्ण विषय, अफसेटिङ।
कम्पनीले आफ्नो वित्तीय सम्पत्ति र दायित्वलाई घटाएर खुद रकम मात्रै देखाउन पाउँछ कि पाउँदैन? यसमा NS 32 एकदमै कडा छ। पाउँछ, तर 2वटा शर्त एकैसाथ पूरा हुनुपर्छ। दुईटै के हुन् ती? पहिलो, ती रकमहरूलाई कानूनी रूपमा सेट अफ गर्ने अधिकार अहिले नै हुनु पर्यो। भविष्यमा पाउने अधिकारले भएन। हाल विद्यमान अधिकार चाहियो। हो। अनि दोस्रो, कम्पनीको नियत पनि कि त खुद रकममै हिसाब फडछ्यौट गर्ने कि त सम्पत्ति पाउने र दायित्व तिर्ने काम एकैसाथ गर्ने हुनु पर्यो। मतलब कानूनी अधिकार मात्र भएर पुगेन, नियत पनि चाहियो। बिल्कुल, दुवै अनिवार्य छन्। त्यो मास्टर नेटिङ सम्झौताहरूले मात्रै सामान्यतया पुग्दैन जबसम्म यी दुई शर्त पूरा हुँदैनन्। सारमा भन्दा NAS 32 ले वर्गीकरणमा सारलाई जोड दिन्छ अनि अफसेटिङमा निकै कडा मापदण्ड राखेको छ। हो, र यो नियमले कम्पनीको वित्तीय स्थितिको सही तस्बिर देखाउन र लगानीकर्तालाई भ्रम हुन नदिन मद्दत गर्छ। यो छलफलको अन्त्यमा एउटा प्रश्न सोचौँ न त, कुनै उपकरणलाई दायित्व वा इक्विटी मान्नु भनेको खाली हिसाब मिलाउने प्राविधिक कुरा मात्र हो कि यसले कम्पनीको जोखिम, उसको पुँजी संरचना, बजारले हेर्ने दृष्टिकोण अनि ऋण लिने क्षमता र लागतमा नै वास्तविक फरक पार्छ होला? यसले कस्तो असर गर्ला?